हेलो साथीहरू, अहिले म आफ्नो घरमा खाना पकाउन लाग्दैछु। मेरो किचन हो यतातिर। साथीहरू सबैजना गेम खेल्दैछन्। मेरो बुढी, मेरो छोराछोरीहरू गेम खेल्दैछन्। म किचनमा खाना पकाउँदैछु। तपाईँहरूले देख्न सक्नुहुन्छ के गर्दैछ भनेर हेर्दैछन्। मैले भिडियो गराउँदैछु। अचानक हेर्दैछन् उनीहरू। खाना पकाउँदैछु। खाना पकाउने पुरा तयारी गर्दैछु म। कहिलेकाहीँ खाना पकाउने गर्छु कि कम मसला तेल हालेर कहिलेकाहीँ खाना पकाउँछु। प्रायः म खाना पकाउन समय पनि हुँदैन। कहिलेकाहीँ खाना पकाउँदैछु मैले खाना पकाउँदैछु, चलाउँदैछु, हेर्दैछु। अब साँझको समय छ, कसरी खाना पकाउने कसरी पकाउने भनेर म हेर्दैछु। आफ्नो तरिकाले बनाउँदैछु म खाना। मस्त तरिकाले गेम खेलिरहेको यिनीहरूले। किचनतिर घुम्दैछु म। हामी जम्मा अहिले 4 जना मात्र छ नि त। म, मेरो बुढी, एउटा छोरा एउटा छोरी मात्र, 4 जना मात्र हामी। त्यो भएको हुनाले तपाईँले देख्दै हुनुहुन्छ म किचनतिर खाना बनाउँदैछु। खाना बनाउने क्रममा सबैजना हेर्दै हुनुहुन्छ यतातिर अनि हेर्दैछन् के हो कसो बनाउने ट्राई गर्दैछु। म एकदम कमभन्दा कम मसला हालेर खाना बनाउँदैछु, तरकारी बनाउँदैछु। किनकि मसलाले धेरै असर गर्छ नि त। यतिकै मेरो बाबु आएर हुँदैछ के हो भन्दैछ मेरो बाबुले। बाबुले देख्दैछ, गुड बाई गर्दैछ बाबुले। त्यही हुनाले देख्दै हुनुहुन्छ खाना किचनतिर हेर्दैछ के हो भन्दैछ बाबुले। बाबातिर हेर्दैछ, हामी यतातिरबाट गर्दैछौँ। किचन बन्दैछ नि त हाम्रो किचन, त्यति बनिसकेको छैन। तैपनि खाना पकाउनु चाहिँ गेममा व्यस्त छन्। के गेम रहेछ भनेर मैले हेरेँ। लुडो पो खेलिरहेको रहेछ नि त यिनीहरूले। लुडो फेरि बाबु आइसक्यो। राम्रो छ, मिठो छ खाना भनेर देखाउँदैछ बाबुले। फेरि हामी देख्दैछौँ। अब फेरि यतातिर 2 जना गेम कसले जितेछ भनेर हेर्न गएँ मैले। गेम त खेलिरहेको छ नि यिनीहरूले मस्त तरिकाले। किनकि खाना पकाउने मान्छे छु नि त म। खाना बनाउँदैछु मैले, खाना बनाइरहेको छु। बाबुले फेरि के हो भन्दैछ मेतिर। यत्तिकै म उतातिर गएँ कोलियाको भागतिर। फेरि बाबुले बत्ती अन गरिदियो। त्यसपछि हेर न बाबा यो कस्तो छ किचन हाम्रो, टोयलेट भन्दैछ बाबुले। यो टोयलेट हेरेर बाबु फेरि भित्र गयो। टोयलेट हेरेर बाबुले भर्खरै बनेको छ नि त यो, प्रयोग पनि गरिहाल्ने क्या हामीले। यो टोयलेट बनाएको छ, प्रयोग पनि गरेको छैन। अब बाबुले हेर्दैछ कस्तो खालको टोयलेट हो यो भन्दैछ। कम्बो टोयलेट जोड्दैछ नि त। अनि बाबुले फेरि भित्र आउँछ, फेरि बेसिनतिर हेर्दैछ। अनि फेरि भित्र मैले ढोका लगाइदियो, ढोका लगाइदियो, ढोका लगाइदियो। यो चाहिँ हाम्रो सिँढी हो। अब हामी जाँदैछौँ भित्रतिर जाँदैछु म। यो सुत्ने रुम हो मेरो, सुत्ने कोठाको कोलिया हो यो। यतातिर किचन छ, यतातिर सुत्ने छ नि त। सुत्ने रुममा गएर देखाएँ मैले। सबै बत्ती बालिदिएँ मैले, उज्यालो बनाइदिएँ। यस्तो छ हाम्रो साथीहरू, हाम्रो सुत्ने रुम यही हो। अब भित्तामा केही छैन, त्यस्तो बनाएको छैन, केही पनि सजाएको छैन। फेरि म गएँ आफ्नै किचनतिर, किनकि म तरकारी पकाउँदैछु नि त। किचनतिर गएँ, यिनीहरू त अझै गेम खेल्दैछ। फेरि गएँ म किचनमा, मेरो खानेकुरा पाकिरहेको थियो कि ढाकेको थियो कि के हो यो भनेर हेरेँ। फेरि कस्तो भइरहेको छ भने फेरि यिनीहरू त घमासान गेम खेल्दैछन्। फेरि आएँ किचनतिर, फेरि किचन घुमाइरहेको छु कि मैले। फेरि गेम खेलेको के हो यो भनेर हेर्दैछु। 2 जनाको घम्सी भइरहेछ क्या यो लुडो। हेर्नुहोस् नि तपाईँहरू, लुडो घम्सी खेल्नु भइरहेको छ। अनि डिस्टर्ब के गरिदिनु मैले। फेरि खेल्न दिनु पऱ्यो नि त, खेल्ने दिने मान्छेलाई। खेल्दैछन् यिनीहरूले पनि लुडोको त यिनीहरू च्याम्पियन हो नि लुडो खेल्नमा त। कहाँ सकिन्छ र यिनीहरू जति लुडो खेल्न, हामीले त सक्दैन नि। किचन फेरि टेबल हो। फेरि म चाहिँ आइसकेँ यतातिर। फेरि मेरो त त्यो पकाउने काम भइरहेको छ नि त। यसो हेर्दैछु मैले। अब यो आइफोनले गर्दा मात्रै म यस्तो देखिएको भनेको मेरो बुढो दाइ हेर्दैछन्। हुनु पनि हो क्या, यो मेरो आइफोनले गर्दा मात्रै मैले राम्रो देखेको, नत्र त म त काम थिएन नि त। मेरो आइफोनले मात्रै यति फिल्टर देखाएको क्या साथीहरू। अनि यस्तो भन्दैछु मैले। हेर्दैछु मैले फेरि के भनेको बाबु फेरि हेर्दैछु। बाबु फेरि आइसक्यो। बाबु फेरि हेर्दैछ। के खानु मन लागेको छ नि यसलाई, खानेकुरा लागिरहेको छ कि के खान्छु मैले, के खानु मन लागेछ, यस्तो गर्नु मन लागेछ भन्छ बाबुले। यत्तिकैमा बाबु फेरि के भन्नु थाल्यो। त्यसलाई किनकि यसलाई लुडो खेल्न दिएन नि त। सबैले सब्सक्राइब गरिदिनु होला भन्दैछ बाबुले फेरि भिडियो हेरेर।
ज्ञानी छ नि त हाम्रो बाबु। त्यो भएको हुनाले भिडियो पनि बनाउँछ कि बाबुले, भिडियो पनि बनाउँछ, कहिलेकाहीँ बनाउँछ। बाबु पनि युट्युब च्यानलमा भिडियो पनि हाल्दै हुन्छ कि बेला बेला बनाएर। अनि बाबुले पनि अनि यस्तो यस्तो गर्नु पऱ्यो यस्तो भन्दैछ कि सिकाउँदैछ। सब्सक्राइब गरिदिनु होला, मलाई सब्सक्राइब, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, हाम्रो सब्सक्राइबै छैन भनेर भन्दैछ कि बाबुले। ठिक छ बाबुले पनि भिडियो हाल्दै आउँछ बेला बेला। अनि यतिकैमा बाबु र म बस्छौँ एकछिन। बाबु बसिसक्यो भने फेरि नमस्ते हजुर मेरो सब्सक्राइब गरिदिनु होला भन्दैछ क्या भिडियोलाई। यत्तिकैमा फेरि बाबु उठ्छ, फेरि नमस्ते। कतिचोटि नमस्ते गरेको यसले कति नमस्ते मात्रै गर्छ। फेरि के खान लागिहाल्यो कि बाबुलाई। मासु खान्छु भन्दै थियो। ल कस्तो छ टेस्ट गर भनेको। ल हेरे बाबुले मासु खाँदैछ। खायो तर तातो थियो तातो थियो कि तातो, तर मिठो छ बेस्ट छ भन्दैछ कि उसलाई मिठो लागेको छ नि त, त्यति पिरो छिरो थिएन नि त मैले बनाएको। फेरि गेममै हेर्नु त्यस्तो गेम चलिरहेको। यतिमा फेरि मैले किचनमा के कसरी पाक्दैछ भने हेरेँ। अब किचन यही नै हो हाम्रो, धारा बेसिनको धारा यही नै नराम्रो हुनसक्छ खाना जस्तो लाग्दैछ कि। खानेकुरा हेऱ्यो भने तपाईँले देख्न सक्नुहुन्छ। फेरि गेम त अब चलिरहेको छ। बाबुले फेरि के हेर्दैछ, फेरि मुनतिर यसो बनिसकेको छैन नि त, पर्दाले मात्रै ढाकेको छ क्या। मुनतिर के मिलाउँदैछ बाबुले। टेबुल मेरो भित्ता किचन ल्याएकै हो। अब यस्तो गर्दै फेरि के पायो अनि बाबु फेरि आइसक्यो। बाबु फेरि बसिसक्यो। अब खाने बेला भइसक्यो नि त, हाम्रो खाना खाने टाइम भइसक्यो। अब खाना खाना रेडी भएको क्या, खाना पस्यो, खाना खाना रेडी भइसक्यो। बाबु फेरि 10 रुपियाँको नोट देखाउँदैछ क्या बाबुले। पैसा कहाँबाट ल्याएको बाबु फेरि के भइरहेको छ। 10 रुपियाँ समातिरहेको छ कि कहाँ लैजाने 10 रुपियाँले के किनेर खाने होला, म त अचम्म मानिरहेको छु। अब यत्तिकैमा फेरि 10 रुपियाँ देखाउँछ कि पैसा नदेखाउनु भनेको। पैसा भनेपछि त मेरो बाबुले नि धेरै पैसा चाहिन्छ कि यसलाई। कसले पैसा दिन्छ, कसले के गर्छ, कहाँ लान्छ। फेरि धेरै लान्छ नि, 10 रुपियाँ मात्रै लान्छ, 10 रुपियाँ मात्रै लान्छ। यत्तिकैमा हाम्रो खाना पनि रेडी भयो। खाना खाइदिउँ टेबलमा बसेर। मेरो खाना तरकारीहरू नि मसला नहालेको। मेरो छोरी मोटी यहाँ बसिरहेकी छ। अब मेरो बुढी खाना पाउँदैछन्। अब यत्तिकैमा बाबु र म खाना लगाएको। तरकारी त राम्रो छैन कि, त्यही पनि खाइदिउँ टेस्ट गरिदिउँ भनेको। मिठो भयो। मैले फेरि पुरै मासुमा अरू के भेजिटेबलहरू मिसाएर पकाइदिएको नि त। यिनीहरूलाई फेरि मासु नै चाहिन्छ कि, भेजिटेबल यिनीहरूलाई मनै पर्दैन। यिनीहरूलाई भेजिटेबल हालेको मिठै हुन्न। त्यही पनि बाबुले चाहिँ खासै मिठो त छैन। त्यही पनि बाबुले चाहिँ तातो छ नि त, बाबुले फेरि खाँदैछ। तातो भइरहेको क्या यसलाई, तातो भइरहेछ। जहिले नि तातै खाइदिन्छ क्या यसले, आत्तिन्छ कि खाने बेला। अनि म पनि खाँदैछु यहाँ बसेर, टेस्ट गर्दैछु मैले नि कस्तो छ भनेर। बुढीले हेर्दैछु परबाट। हाम्रो डाइनिङ टेबल छैन नि त, त्यही भएर कोही कता बसेर खाने हो। कोही कुर्सीमा बसेर खाने, कोही कता बसेर खाने हो। बाबु र म त टेबलमा बसेर खाँदैछौँ। बाबुले पनि खाँदैछ, मेरो छोरीले पनि खाँदैछ। बुढीले बायाँ हातले खाँदैछ देखेछ क्या, तर बायाँ हात होइन है, यो क्यामेरा उल्टो भएर हो। दाहिने हातै हो खाना पकाएर। अब मैले पकाएको खाना कस्तो भयो भने चाहिँ खासै यिनीहरूलाई मन परेन होला। पनि मिठो भयो भन्दैछन् होइन, तर पनि यिनीहरूलाई मन परेन। किनभने यो खाना मिठो थिएन, तरकारी मिठो छैन नि त, मसला हालेको छैन मैले, एकदम कम चिल्लो हालेर बनाएको भएको हुनाले बाबुले यस्तो गर्दैछ। बाबु फेरि तातो खाइरहेछ कि, जहिले चम्चा खान्थ्यो कि, तर आज हातले खाइरहेछ कि। चम्चा खाने बानी थियो नि त उसको झन्नैदेखि, तै पनि हातले खाना भएर। यति भन्दै हामी फेरि धमाधम खाना थाल्यौँ गाइस। सबैजना खचाखच खाना थाल्यौँ हामीले। यति खाँदै थियौँ। पर बुढी फेरि यस्तो पनि पकाउनु गुलियो छ भनेर भन्दैछ, तर पनि खाइरहेछ। अब पकाउनु आउँछ नि त मलाई अलिअलि मसला नहालेर। यिनीहरूलाई चिल्लो पिरो मनपर्छ, मैले पकाएको मिठो हुँदैन गाइस। त्यही भएर यिनीहरूले चाहिँ खासै मेरो खाना मन पराउँदैनन्। त्यही पनि ठिक छ, खाऊ है, अब मिठो मानेर खानुपर्छ भनेर मैले यत्रो धेरै भात खाँदैछु। बाबुले पनि खाँदैछ, उतातिर पनि चम्चाले खाँदै हुनुहुन्छ। अनि सबैजना हामी यसरी नै खाना खान्छौँ गाइस। सबैजना बस्छौँ, बाबु फेरि खाँदैछ,
भिडियो बनाउने बाबुरो मात्रै हो क्या नजिक आउने। यति भन्दै हाम्रो भिडियो सकियो। सबैजनालाई बाई बाई, टेक केयर भन्न चाहन्छु। ओके बाई 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 बाई।